प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै भनेछन् 15 गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ। हुटिट्याउले आकाश थामे जस्तै ओलीलाई गणतन्त्र थामेको छु भन्ने भ्रम छ। अब एउटा कथा सुन्नुस्। एउटा कपडा व्यापारी चिच्याउँदै थियो, लौ लिनुस् 50,000 को चमत्कारिक कट्टु। आधा लाख पर्ने कट्टु बारे बुझ्न मानिसको भिड लागेछ। एकजना उत्सुकले सोधेछन्, यसमा के विशेषता छ र यति महँगो मोल तिर्नु पर्ने? व्यापारीले भनेछ, लगाएर त हेर्नुस् अनि थाहा हुन्छ यसको चमत्कार। त्यो मानिसले हिम्मत जुटाएर आधा लाखमा कट्टु किनी त्यसको महिमा सोध्यो। पसलेले कट्टु लगाएर नजिकैको 5 तले घरमा छानामा जान भन्यो। पसलेको भनाइबाट उसलाई आफू सुपरम्यान भएको घमण्ड पलाइसकेको थियो। कट्टु किन्ने ग्राहक एक सासमा 5 तला माथि पुगेछ। अब के गरौं? व्यापारीले हौस्याउँदै भनेछ, अब निसंकोच हाम फाल्नुस्। आँखा चिम्लिएर हाम फालेको एकछिनमै शरीरका अंग प्रत्यंग छताछुल्ल भएर कट्टुवाला ईश्वरको प्यारो भएछ। यो दृश्यपछि बढेको उत्तेजित भिडलाई व्यापारीले ठाटका साथ भनेछ, देख्नुभयो मान्छे धुलो पिठो हुँदा पनि कट्टु जस्ताको तस्तै छ। व्यापारीको चमत्कारिक कट्टुको विज्ञापन र ओलीको गणतन्त्रको महिमा उस्तै छ। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोड्दिनुस्। राप्रपाको एजेन्डामा विमति छ भन्दैमा निषेध गर्न पाइँदैन। विपक्षी पार्टीको अभियान दबाएर कस्तो लोकतान्त्रिक अभ्यास दिन खोजेको ओलीले? संविधान नियन्त्रण भएन र? वास्तवमा प्रधानमन्त्री ओली सत्तामा बसेर आफै देशमा अराजक मचाउन उद्धत छन्। राजावादीको आन्दोलनलाई बिथोल्न युवा संघलाई प्रयोग गरेर हिंसा भड्काउने काम गर्दैछन्। यिनीहरूलाई चाहिँ राज्यद्रोह संगठित अपराधको मुद्दा किन नलाग्ने? काठमाडौँ कसैको बपौती होइन। 15 गते कुनै अप्रिय घटना भए ओलीले जिम्मा लिनुपर्छ।